हेलो नमस्कार सम्पूर्णमा स्वागत छ आशा भ्लग युट्युब च्यानलमा। पहिलो कुरा त मैले भर्खरै खोलेको यो च्यानललाई हजुरहरूको मायाको खाँचो छ। पहिलो सब्स्क्राइब गरेर छेउमा रहेको बेल आइकन बटनलाई चाहिँ क्लिक गरिदिनु होला, सपोर्ट गरिदिनु होला साथीहरू हैन। जति पनि नयाँ युट्युब च्यानल भ्लग खोल्नुभएको छ सबैजनाले अब बोलिरहेको बानी यस्तै हुन्छ, अड्किन्छ हैन। के भन्नु हुन्छ, मनमा के भन्ने, कसरी बोल्ने भन्ने कुरो पनि हुन्छ हैन। त्यही भएर यो बोल्न पनि हामीसँग आउँदैन साथीहरू। त्यही भएर कसरी कस्तो भ्लग बनाउने, कसरी भ्लग खिच्ने, कसरी के गर्ने कुनै पनि आइडिया जिरो आइडिया छ हैन, केही पनि आइडिया छैन। त्यही भएर जिरोबाट गर्दा चाहिँ अलिकति बिग्रिन्छ नै। अब म विगत 10-11 वर्षदेखि यता चाहिँ म्युजिक भिडियोमा काम गर्ने भएको हुनाले डाइरेक्सनदेखि लगाएर म्युजिक भिडियोमा मोल्डिङ पनि गर्छु। थुप्रै मेरो म्युजिक भिडियोहरू छ। आशासाई भिडियो हाल्यो भने युट्युबमा आउँछ फर्रै बाडेर हैन। अब पछिल्लो समयमा अब यसो कतै जाँदा उठ्दा बस्दा अब भिडियो खिचिरहने बानी भएको हुनाले भ्लग बनाउनु पर्छ भनेपछि अब मनमा यसो रहर लागेपछि भ्लग बनाउन एकदम रहर लाग्छ मलाई। आइडिया नभए पनि रहर चाहिँ एकदमै छ, सुटिङ चाहिँ एकदमै गर्छु मैले हैन। त्यही भएर अब आशा भ्लग मैले भर्खरै खोलेँ। हजुरहरूको सपोर्टले चाहिँ म अब के भन्ने के सपोर्ट गर्नु होला हैन, सपोर्ट गर्नु होला। अब योभन्दा पछि के भन्ने भ्लगमा ल्याउला भगरान्ते हैन। अहिले केही भन्न आउँदैन खासै भन्ने भने।